हेलो साथीहरु, डिनरको लागि चाहिँ आज चाहिँ म मटन बनाउँदैछु। तपाईहरुलाई देखाउँछु मटनको रेसिपी, मैले बनाउने रेसिपी। म चाहिँ कसरी बनाउँछु भनेर मेरो बनाउने तरिका। यहाँ चाहिँ यस्तो दामी मटन पाउँछ कि म चाहिँ खादिन, तर पकाउनु चाहिँ मलाई मजा लाग्छ। सरसो तेल, मासुहरु चाहिँ सरसो तेलमै राम्रो हुन्छ। तेजपत्ता, दालचिनी, इलायची हालेको छु। प्याज, मटनमा प्याज चाहिँ अलिक बेसी हाल्नुपर्छ। हल्दी, रेड चिल्ली, कम्ती आँचमा पकाउनुपर्छ। मटन चाहिँ 2-2.5 घन्टा लगाएर। मासु चाहिँ मैले पानी हालिदिएको थिएँ, गरम पानी हालेको थिएँ। यो पानी सुकेर मात्रै मसला हाल्छु। 1 घन्टा चाहिँ भयो पकाएको। अझै Incoming call from Ankit identified by Truecaller. लसुन धोएर राखेको। थुप्रै टाइम भयो पकाएको। अब चाहिँ यसमा मसला हालिदिन्छु। लसुन अदुवा छ, दुई चम्मच। एकपट्टि चाहिँ मैले तातो दाल बनाउँदैछु। जीरा पाउडर, धनिया पाउडर, यो चाहिँ धेरै टाइम भयो। मैले चाहिँ बिचबिचमा चाहिँ भिडियो बनाइनँ, किनकि यसमा मैले गरम पानी हाल्दै पकाउँदै, गरम पानी हाल्दै पकाउँदै, जब त्यो सुक्यो तब चाहिँ मसला हालेको।
यो मटन चाहिँ ठुलो आँचमा एकैपल्टमा छिट्टो पाक्ने गरी पकाएको चाहिँ राम्रो हुँदैन। कम्ती आँचमा मजाले पकाउनुपर्छ। यहाँ म दुईटा आलु पनि हालिदिन्छु। मटनबाट यहाँ अर्को ब्लगर छ यहाँ चाहिँ माई किचन छ है युट्युबमा चाहिँ हो। आजकल चाहिँ म बेसी उयसमै फोकस गर्दैछु। नकाली यहाँ भइरहेको छ फेसबुकमा छिट्टो पैसा कमाउनु पऱ्यो भनेर फेसबुक गर्दैछ अहिले चाहिँ। त्यही त अन्त भाउजूलाई चाहिँ स्टार दिएर स्टार ब्लग नगरिदिनुहोस् है। यतिको मेहनत चाहिँ गर्नुपर्छ है युट्युबरहरूले। त्यही त सजिलो छ है। अब यो पकाउनु पर्यो, यसको तयारी गर्नु पर्यो होइन। फेरि यसलाई एडिटिङ गर्नु पर्यो। 1.8K छ होइन मेरो, र पनि फेसबुकमा लाइक कमेन्ट भनेको गर्दैन। त्यो केटाहरू चाहिँ कस्तो हुन्छ हौ, चिन्नु नजानु हाई हेलो गुड मर्निङ डेलीको अपडेट दिइरहेको हुन्छु। बिहान उठेर गुड मर्निङ, कहाँ गइरहेको छु, बेलुका गुड इभिनिङ, राति गुड नाइट, हरेक अपडेट दिइरहेको हुन्छु। र पनि प्राइभेटमा मेसेन्जरमा हाई हेलो गुड मर्निङ हाम्रो पोस्टमा गुड मर्निङ भनिदिनुहोस् न, कमेन्ट गरिदिनुहोस्। चाहिँ बेसी टमाटर हाल्नु हुँदैन, नहाल्दा पनि हुन्छ। मटनमा चाहिँ टमाटर त्यस्तो जरुरी हुँदैन हाल्नु। नुन हालेको छुइनँ। प्याजको गरम मसला अलिकति हालिदिन्छु। एक चम्मच जति। मासु चाहिँ पाकिसक्यो। चाहिँ हो मेथीको सब्जी। मटनले बिपी हाई हुन्छ भनेर चाहिँ मेथीको सब्जी बनाएँ। यो चाहिँ मटन हो, मेथीको अचार, कालो दाल, पिँडाको चटनी, आलुको अचार। यो चाहिँ भाइ र बहिनी।